उनी हुन् प्रत्युषा बराल र उनी चाहिँ प्रत्युषाकी आमा सविता भण्डारी बराल। सविता भण्डारी बराल यति बेला नेपाल राज्यको मुख्य कानुनी सल्लाहकार हुन्, अर्थात् महान्यायाधिवक्ता। राज्यको तर्फबाट कसलाई मुद्दा चलाउने र कसलाई मुद्दा नचलाउने भनी अन्तिम निर्णय लिने व्यक्ति पनि उनै हुन्। जस्तो उदाहरणका लागि रवि लामिछानेको दोहोरो पासपोर्ट दुरुपयोगको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले नै क्लिन चिट दिएपछि उनीमाथि मुद्दा नचलेको हो। प्रत्युषाको बायो अनुसार उनी विगत 15 वर्षदेखि क्लिनिकल एम्ब्रियोलोजिस्टको रूपमा कार्यरत रहेको देखिन्छ। अहिले उनी होप फर्टिलिटी सेन्टरमा सञ्चालकको रूपमा कार्यरत रहेको पनि देखिन्छ। काठमाडौँको बबरमहलमा रहेको होप फर्टिलिटी एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेडका 3 जना चिकित्सकहरू सहित 5 जनालाई किशोरीहरूको डिम्ब बेचबिखनको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान सुरु गरेको थियो। 18 वर्षभन्दा कम उमेरका किशोरीहरूको डिम्बको कारोबार गरेको उजुरीका आधारमा सीआईबीले अनुसन्धानका लागि डाक्टर अस्मी अधिकारी, डाक्टर स्वस्ति शर्मा, डाक्टर मालिना चौधरी सहित जस्टिना प्रधान र अलिसा ओली समेतलाई नियन्त्रणमा लिएकोमा अदालतको आदेश पश्चात उनीहरूलाई हाजिरी जमानीमा छाडेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थियो। यी क्लिनिकका सञ्चालकहरूमा डाक्टर स्वस्ति शर्मा, डाक्टर मालिनी चौधरी, सविताकी छोरी उनै प्रत्युषा बराल र डाक्टर असीम अधिकारी रहेका छन्। यो अपराधको जालोमा पक्राउ पर्नेहरू मध्ये प्रत्युषा बराल पनि रहेको भनेर पिपल्स रिभ्यू नामको अनलाइनले लेखेको छ। यद्यपि यसलाई अन्य स्वतन्त्र तरिकाले हामीले पुष्टि गर्न भने सकेनौं। प्रहरीको अपरेसन पछि होपको कार्यालय बन्द गरिएको र वेबसाइटमा विवरण जति डिएक्टिभ गराइएको भनेर समाचार छापिएको थियो। वेबसाइटमा होपमा कार्यरत डाक्टर स्वस्ति शर्मा, डाक्टर मालिनी चौधरी, प्रत्युषा बराल र डाक्टर असीम अधिकारीको नामावली राखिएको, तर उनीहरूको फोटो भने त्यति बेला वेबसाइटबाट हटाइएको भनेर नयाँ पत्रिका दैनिकले समाचार लेखेको थियो। डिम्ब निकालेका 2 किशोरीहरूमा गम्भीर किसिमको स्वास्थ्य समस्या देखा परेपछि उनीहरूले नै दिएको पुँजीका आधारमा प्रहरीले छानबिन प्रक्रिया अगाडि बढाएको थियो। 1 महिनाको अनुसन्धान पश्चात क्लिनिकका सञ्चालक विरुद्ध रु 75,000 रुपैयाँ र 3 वर्षसम्मको कैद सजाय माग गर्दै सीआईबीले 2082 भदौ 3 गते मंगलबार उक्त अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा पेश गरेको थियो। सो प्रतिवेदनमा डाक्टर स्वस्ति शर्मा, डाक्टर असीम अधिकारी, डाक्टर मलिनी चौधरी, अलिसा वली, जस्टिना प्रधान, शकिल भण्डारी र सविता गुरुङ गरी 7 जनालाई प्रतिवादी बनाइएको भनेर समाचारमा उल्लेख गरिएको छ। यसका आधारमा क्लिनिककी सञ्चालक रहेकी महान्यायाधिवक्ताकी छोरी समेत रहेकी प्रत्युषा बराललाई प्रहरी प्रतिवेदनले प्रतिवादी नबनाएको नयाँ पत्रिका दैनिकको यो समाचारबाट खुल्दछ। प्रत्युषालाई किन मुद्दा चलाइएन? प्रत्युषालाई किन प्रतिवादी बनाइएन? यस्ता प्रश्नहरू गम्भीर छन्। यी आइबीएफ क्लिनिकहरूले 18 वर्ष भन्दा पनि कम उमेरका किशोरीहरूबाट 8-10 हजार रुपैयाँमै अण्डा संकलन गर्ने र त्यसलाई सन्तान हुन नसकेका धनी दम्पतिहरूलाई 18-20 लाख सम्ममा बिक्री गरी एउटा आर्थिक शोषण र बाल अपराधको जालो चलाएको देखिन्छ। मान्छेको शरीरलाई किनबेचको माध्यम बनाउने, तल्लो वर्गका किशोरीको गरिबीको फाइदा उठाउँदै 8,000 मा उनीहरूको डिम्ब खरिद गर्ने र उपल्ला वर्गका धनीहरूबाट 18 लाख सम्म लिने कार्यमा सविताकी छोरीको समेत लगानी रहेको देखिन्छ। प्रत्युषाकी आमा अर्थात् महान्यायाधिवक्ता सविता भण्डारी नेपालको कानुनी क्षेत्रका भीष्म पितामह भनेर चिनिने वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीकी छोरी हुन्। सविता भण्डारी नेपालको संविधान 2047 निर्माणका निम्ति गठित संविधान सुधार सुझाव आयोगका प्रमुख आयुक्त तथा पूर्व प्रधान न्यायाधीश विश्वनाथ उपाध्यायकी भान्जी समेत हुन्। यस्तै गरी उनका अर्का मामा केदारनाथ उपाध्याय सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश समेत रहेको देखिन्छ। सविताका अर्का मामा वैद्यनाथ उपाध्याय पनि अदालतकै वरिष्ठतम न्यायाधीशको रूपमा कार्यरत रहेको देखिन्छ। यस्तो अवस्थामा निपो ग्रान्ड डटर प्रत्युषालाई पारिवारिक विरासतकै कारण प्रतिवादी नबनाइएको त होइन भन्ने प्रश्न चिन्ह पनि हाम्रो माझ खडा भएको देखिन्छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले भने यस मुद्दालाई अदालतमा दर्ता गरेको कुनै ठोस प्रमाण हामीले भेटाउन सकेनौं। महान्यायाधिवक्ताको कार्यालयले अदालतमा दायर गरेको अभियोग पत्र वेबसाइटमा पनि राख्ने गर्दछ, तर यस मुद्दाको अभियोग पत्र हामीले वेबसाइटमा खोज्दा भेटाउन सकेनौं। हुन त डिम्ब कारोबार सम्बन्धी विषयलाई नियमन गर्ने कानून नरहेकाले मुद्दा नचल्ने राय सरकारी वकिलले दिन पनि सक्छ, तर करारिए उमेरका लागि अयोग्य मानिएका र स्वतन्त्र सहमति दिन समेत असक्षम ठहरिने 18 वर्ष भन्दा कम उमेरका बालिकाहरूको गरिबीको फाइदा उठाएर गरिने डिम्बको कारोबारलाई कुनै कुतर्कका आडमा जायज ठहराउन सकिँदैन। यस मुद्दामा मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेध गर्ने कानून अन्तर्गत पनि कारबाही प्रक्रिया अगाडि बढाउन सक्ने देखिन्छ। कतै सविता भण्डारीको वकिल कनेक्सन फ्याक्टरकै कारण आफ्नी छोरी सञ्चालक भएको कम्पनीका कर्मचारीलाई मुद्दा नचलाइएको त होइन? प्रश्न गम्भीर छ। यति बेला उनै सविता भण्डारी नेपालको इतिहासमै पहिलो महिला महान्यायाधिवक्ता बनेकी छिन्। कतिपयले यसलाई पितृसत्ताको पराजयको रूपमा पनि डंका पिट्न भ्याएका छन्, तर नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछाने र पल शाहलाई उच्च अदालतले सफाई दिने क्रममा सविता भण्डारी नै डिफेन्स लयर रहेको र उनले अन्य बलात्कार अभियुक्तको प्रतिरक्षा गर्ने क्रममा पीडितलाई थप पीडित गराउने गरी बहस गर्ने गरेको पनि विभिन्न व्यक्तिहरूको भनाइ छ। अवैध
अवैध डिम्ब कारोबार प्रकरणमा उनी वा उनकी छोरीको नेक्सस महिला मुक्ति आन्दोलनका निम्ति प्रतिगमनकारी कदम हो भन्न अर्को आइतबार कुरिरहनु पर्दैन। जब महान्यायाधिवक्ता नै यस्तो मामिलामा पारिवारिक सम्बन्ध वा नजिकको सञ्जालसँग जोडिन्छन् त्यही जन्मिन्छ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट। यसले न्यायको तटस्थता र सार्वजनिक विश्वास खतरामा पार्छ। यस प्रकरणमा स्वार्थको बजान अर्थात् कन्फ्लिक्ट अफ इन्ट्रेस्ट क्लियरली नै देखिन्छ। महान्यायाधिवक्ताको शपथको बेहोरा के हुन्छ? कसैको डर त्रास नमानी, कसैलाई पनि पक्षपात वा द्वेष नराखी आफ्नो कर्तव्य पालना गर्नेछु। तर आज त्यही पदमा बसेको उनले आफ्नी छोरी विरुद्ध मुद्दा चलाउने वा नचलाउने सम्बन्धमा निर्णय लिनुपर्ने अवस्था आएको देखिन्छ। किनभने सरकारी वकिल कार्यालय महान्यायाधिवक्ताको कार्यालय अन्तर्गत रहने हो कि उनले आफ्नै छोरी जोडिएको मुद्दामा छोरीको संलग्नता वा असंलग्नताका सम्बन्धमा निष्पक्ष अनुसन्धान र मुद्दा चलाउन सक्लिन्, या त उनले आफ्नी छोरीलाई प्रतिवादी नै नबनाई मुद्दा चलाउन लगाउलिन्, वा त मुद्दा नै डिसमिस गराउलिन्। त्यो भने हेर्न बाँकी नै छ। जुन कार्यालयले विगतमा अन्य शक्तिशाली व्यक्तिहरूलाई उन्मुक्ति दिएको देखिन्छ त्यसलाई अन्त्य गर्छु भनेर उनी सुशीला कार्की सरकारको महान्यायाधिवक्ता बनेकी हुन्। तर त्यही कार्यालयकी प्रमुखले यस स्वार्थ बजानको परिस्थितिमा आफ्नो छोरीलाई जोगाउदिनन् भनेर हामीले कसरी पत्ताउन सकिएला? हामीले बुझे अनुसार राज्य भनेको शासक वर्गको हित रक्षा गर्ने औजार हो। यही नेपोटिजम र फेभरेटिजमले भ्रष्टाचार बढ्यो। जनताका छोराछोरी खाडीमा, नेताका छोराछोरी गाडीमा भन्दै नारा लगाउँदै यस विरुद्ध प्रतिरोध पनि भयो। यस प्रतिरोधमा देशी विदेशी शक्तिको चलखेल पनि बिस्तारै खुल्दै जाला। तर यहाँ राज्यको एक प्रमुख संवैधानिक अंगको रूपमा रहेको महान्यायाधिवक्ताको कार्यालय सिधै आफ्नै परिवारको रक्षाका लागि प्रयोग हुने खतरा पनि बढेको देखिन्छ। गरिब किशोरीहरूको शोषण गर्ने पुँजीपति वर्ग अर्थात् क्लिनिक सञ्चालक वर्ग र उनीहरूलाई संरक्षण गर्ने कानूनी एवं राजनैतिक वर्ग अर्थात् सविता बीच एक अपवित्र गठबन्धनको त आशंका गर्ने ठाउँ पर्याप्त छ। प्रिय जेन्जी साथीहरू, तर मारेर खानेहरू विरुद्ध छेडिएको आन्दोलनका जगमा फेरि पनि तर मारेर खानेहरू नै पो सत्तामा पुगे कि? हामीलाई कसैले हामी विरुद्धै प्रयोग गरेर आफ्नो स्वार्थ पो सिद्ध गर्यो कि? अब गम्भीर भएर सोच्ने बेला आएको छ। हामीले अवलम्बन गरेको पुँजीवादी व्यवस्थामा राजनैतिक व्यवस्था जेसुकै होस्, तर मारा वर्गले सत्तामा आफ्नो पकड सधैँ कायम राख्ने रहेछ भनेर यस घटनाबाट बुझ्न सकिने अवस्था पनि सिर्जना भएको छ। त्यसैले व्यक्तिको विकल्पको सट्टा तर मार्न नमिल्ने नयाँ राजनैतिक संरचना निर्माण गर्ने तर्फ पो बहसलाई केन्द्रित गर्ने हो कि? अब सम्भवतः महान्यायाधिवक्ता कार्यालयले प्रमाणको अभाव वा कानूनी अस्पष्टता देखाउँदै प्रत्युषा बराल र उनी संलग्न कम्पनीमा जोडिएका अभियुक्तमाथि मुद्दा नचलाउने निर्णय गर्न पनि सक्छ। चलायो भने पनि कानूनी प्रावधानको अभाव देखाउँदै अदालतले अभियुक्तकै पक्षमा फैसला पनि गर्न सक्छ। वा हुन सक्छ जेन्जी विद्रोहका क्रममा सबै फाइल नासिएको भन्दै मुद्दा डिसमिस हुन पनि के बेर? आशा गरौं यी सबै आशंकालाई सविताले फेल खुवाउने छिन्। त्यसैले प्रश्न गरौं, खबरदारी गरौं। यस सम्बन्धमा तपाईको धारणा के छ? कमेन्ट बक्समा लेख्न नभुल्नुहोला।